नमस्कार। नेपालको ओली अर्थात् वली वंशको जरा कहाँसम्म पुगेको होला? आउनुहोस् आज हरिवलीको अनुसन्धानमा टेकेर यो वंशको एकदमै रोचक, पौराणिक अनि दैवी उत्पत्तिको कथाभित्र पस्ने कोसिस गरौँ। सायद वली वंशका धेरैजनाको मनमा कैयौं पुस्तादेखि केही प्रश्नहरू खेलिरहेका छन्। जस्तै, आखिर हामी वली को हौं? हाम्रो गोत्र काशील नै किन भयो? अनि हाम्रा कुलदेवता को हुन् र उनी अरूभन्दा किन फरक छन्? हो, आज हामी यिनै प्रश्नहरूको जवाफ खोज्नेछौँ। हामी सुरुमा वली वंशको रहस्यबाट कुरा सुरु गर्छौँ। त्यसपछि उनीहरूको त्यो अनौठो दैवी उत्पत्तिको कथा सुन्नेछौँ अनि नाम र गोत्रको अर्थ के रहेछ भनेर बुझ्नेछौँ। सँगसँगै कुलदेवता, चित्रलेखी बारे पनि जान्नेछौँ र अन्त्यमा यो पुरानो विरासतलाई जोगाउन के गर्न सकिन्छ भनेर पनि कुरा गर्नेछौँ। ल, त्यसो भए यो रहस्यको पोयो फुकाउने काम कहाँबाट सुरु गर्ने त? यसको जवाफ कुनै किताबमा होइन, बरु हाम्रो मौखिक परम्परामा लुकेको छ। हो, त्यही परम्परा जसले लिखित इतिहास नहुँदा पनि यो कथालाई आजसम्म बचाइराखेको छ। यो उत्पत्तिको कथा कुनै शिलालेख वा पुरानो ग्रन्थमा लेखिएको होइन, यो त जनश्रुतिमा जीवित छ। जनश्रुति भनेको के हो भने, जब लेख्ने पढ्ने चलन थिएन, त्यतिबेला कथाहरू, इतिहासहरू सबै कुरा यसरी नै मुखबाट मुख सर्दै एउटा पुस्ताबाट अर्को पुस्तामा पुग्थ्यो। ल, अब त्यही जनश्रुतिलाई पछ्याउँदै कथाको मुटुमै पुगौँ है त। त्यो पौराणिक समय, त्यो पवित्र ठाउँ जहाँ वली वंशको पहिलो बिउ रोपिएको थियो। एकछिन कल्पना गरौँ त। समय छ द्वापर युगको, अनि ठाउँ हो नेपालको हिमावत खण्डमा पर्ने एउटा पवित्र तीर्थस्थल, पश्चिमी रुकुमको चित्रीपाटन, जहाँ 9वटा पवित्र कुण्डहरू छन्। र यो कथाको केन्द्रमा हुनुहुन्छ स्वयं भगवान श्रीकृष्ण। उहाँको हरेक वर्ष हुने तीर्थयात्राले नै एउटा यस्तो घटना घटाइदियो जुन साँच्चै अविश्वसनीय छ। हो, त्यही पवित्र भूमिमा भगवान श्रीकृष्णको कृपाले एउटा चमत्कार भयो। कुनै मानिसको कोखबाट होइन, बरु एउटा पवित्र वनस्पतिबाट पुरै वंशको जन्म भयो। हिन्दू परम्परामा एकदमै पवित्र मानिने कुश अर्थात् घाँसबाट पहिलो वलीको उत्पत्ति भयो। यही नै हो यो सृष्टिको कथाको सबैभन्दा अद्भुत पक्ष। अब यहाँनिर कथाले अझै रमाइलो मोड लिन्छ, किनभने यो वंशको पहिचान मतलब उनीहरूको नाम र गोत्र अरू केहीले होइन, त्यही सृष्टिको क्षणमा घटेका साना साना घटनाहरूले निर्धारण गर्यो। कसरी बन्यो त यो पहिचान? आउनुहोस् एक एक गरेर हेरौँ। पहिलो कुरा, उनीहरू पवित्र कुशबाट जन्मेका थिए, त्यसैले उनीहरूको गोत्र काशील हुन गयो। दोस्रो, उनीहरूले जन्मिने बित्तिकै पहिलो पटक बोलेको आवाज थियो वोलो वोलो छो, त्यही भएर वंशको नामै वली रहन गयो। अनि तेस्रो, उनीहरूको जन्म एक प्रसिद्ध तीर्थस्थलमा भएकाले यो वंशलाई उत्तम शाखा भनेर सम्मान दिइयो। तर कुरा यतिमै सकिँदैन। भनिन्छ वलीहरूमा जन्मजात नै केही असाधारण गुणहरू थिए। जस्तै उनीहरूलाई शक्तिशाली तान्त्रिक ज्ञान थियो, जन्मदै जनै लगाएर जन्मेका थिए, अनि अचम्मको कुरा, जन्मिएको क्षणबाटै दौडन सक्थे। यी सबै कुराले के देखाउँछ भने उनीहरूको उत्पत्ति साँच्चै नै दैवी थियो। वलीहरूको नाम, गोत्र र गुणहरूको कुरा त गर्यौं, तर उनीहरूको पहिचानको एउटा एकदमै महत्त्वपूर्ण र रहस्यमयी पाटो अझै बाँकी छ, उनीहरूको कुलदेवता। र यो देवताको कथा पनि उत्तिकै अनौठो छ। यहाँ एउटा साँच्चै नै गजबको कुरा छ है। धेरैजसो कुलदेवताहरू बाहिरका शक्ति हुन्छन्, होइन त? तर वलीहरूका देवता बाहिरबाट आएका होइनन्, बरु उनीहरूकै वंशका एक पुर्खा हुन् जो पछि गएर देवता बने। कथाले के भन्छ भने, सुरुमा कुशबाट 2 भाइ जन्मेका थिए। तीमध्ये एक भाइ पछि गएर हराए र उनी नै चित्रलेखी देवताको रूपमा फेरि प्रकट भए। त्यसैले चित्रलेखीलाई कुल देवता अर्थात् पुरै वंशको देवता र अंशियार देवता अर्थात् पैतृक अंश बोक्ने देवता दुवै मानिन्छ। र यही कारणले होला चित्रलेखीले अरू देवताले जस्तो सबैलाई होइन, केवल वली वंशका सन्तानहरूलाई मात्रै पछ्याउँछन् र संरक्षण गर्छन्। ल, यो त भयो प्राचीन र दैवी उत्पत्तिको कथा। तर आजको दिनमा, यो आधुनिक समयमा यो विरासतको अवस्था के छ त? अब अलिकति वर्तमान पुस्ताको जिम्मेवारीतिर हेरौँ। हेर्नुहोस् त, कुनै बेला आफ्नो वंशको इतिहास र रीतिरिवाजप्रति गहिरो सम्मान थियो। मठथानहरू राम्रोसँग संरक्षण गरिन्थ्यो। तर आज अवस्था अलिकति फरक छ। नयाँ पुस्तामा यी कुराहरूको ज्ञान कम हुँदै गएको छ। धेरैजसो पवित्र ठाउँहरू जीर्ण बनेका छन् अनि पूजाविधिहरूमा पनि एकरूपता देखिँदैन।
यही कुरालाई लिएर लेखक हरिवलिको एउटा भनाइले मनै छुन्छ। उहाँ भन्नुहुन्छ, मरेर लैजाने केही छैन, कतै सुनौला अक्षरले नाम लेख्ने मौका परे लेखौँ। यो भनाइले हामीलाई के सम्झाउँछ भने आफ्नो विरासत जोगाउनु भनेको भविष्यका लागि एउटा अर्थपूर्ण काम छोडेर जानु हो। र अन्त्यमा एउटा गहिरो प्रश्न छोडेर जान चाहन्छु। कुनै पनि समुदायले आफ्नो यस्तो पुरानो र दैवी उत्पत्तिको कथालाई यो दौडधुपको भविष्यमा कसरी जीवित राख्न सक्छ? यो प्रश्न वलिवंशको लागि मात्र होइन, आफ्नो इतिहास, पहिचान र विरासतलाई माया गर्ने हामी सबैले सोच्नुपर्ने प्रश्न हो।